Happy anniversary. Hello everyone, welcome to my new vlog. आज चाहिँ हाम्रो सालतिर पनि हो अनि आज मन्दिरमा प्रसाद वितरण गर्ने पनि भन्नुभएको छ मम्मीले। त्यही भएर हामी चाहिँ सामान लिन आएको छौँ। यहाँ मम्मीले चाहिँ के के चाहिन्छ बटुकाहरू यहाँ के हुनुहुन्छ। अनि आज चाहिँ हामी चाहिँ बजार जानेछौँ। सब्जीहरू पनि छैन, सब्जीहरू दिनु राख्नु होला। म हजुरहरूलाई देखाइराख्छु छु, काकालाई देखाइराख्छु। ए बजार आउने बेलामा चाहिँ कस्तो मजा आउँछ, जाने बेलामा हालत मजा आउँछ। गर्मी घाम पनि उस्तै छ र हे प्रभु। बजारतिर पनि दसैँ लागिरहेको छ, राम्रो राम्रो माला हालेको छ। हाम्रो मम्मी फाइनली बजार छिर्यो। हाम्रो दसैँको भिड। कताबाट जाने मम्मी? कताबाट जाने? जाम। अब सब्जी लिने प्रसादीहरू सबै चाहिँ मन्दिर पुऱ्याइसकेको छौँ, बन्दैछ। अब चाहिँ म र मम्मी जाँदैछौँ के कसो हुँदैछ हेर्नको लागि अरे कि। अब सबै आरती सिद्धिएपछि अनि प्रसादी बनिसक्छ। सबैलाई वितरण गरेको पनि देखाउने छु, हेर्दै जानु होला। यहाँ चाहिँ प्रसादी बनेर रेडी भइसक्यो। अनि करण भाइ, मम्मी अनि चोकको एकजना अङ्कल मिलेर प्रसाद बाँड्दै हुनुहुन्छ। मन्दिरबाट आएर घरमा बस्न नपाउँदै यहाँ चाहिँ सबैजनाले मलाई सरप्राइज दिने प्लानिङ गर्नुभएको रहेछ। कस्तो भयो त? एकदम राम्रो। सरप्राइज पाएर कस्तो लाग्दैछ? खुसी लाग्यो। अर्को पनि बाल्दिएको छ। म चाहिँ छुट्टी लानु फेरि। ह्यापी एनिभर्सरी। मेरो दाजु र भाउजूलाई, मेरो दाजु त हुनुहुन्न है, दाजुले दिनुभएको सरप्राइज मेरो भाउजूलाई। थ्याङ्क यू सो मच है, थ्याङ्क यू सो मच। बुढाले दिनुभएको रहेछ। कस्तो लाग्यो हजुर सरप्राइज? राम्रो लाग्यो। गिफ्ट चाहियो नि त मलाई। गिफ्ट खोइ। गिफ्ट यही केक हो त? नो, यो त केक भइहाल्यो। गिफ्ट हो, गिफ्ट पनि चाहियो। अन्त लड्नु भयो, आउनु न। काटिसक्यो, आउनु न। Happy anniversary. बाबा आउनु न। यत्रो हैन। भाइ ल एकरा खिलाइदिनु। काट्छु होला नि त। आजको भिडियो चाहिँ यति नै। बाइ बाइ, टेक केयर, थ्याङ्क्स फर